इन्नर व्हील क्लब अफ सैना महिनाको आयोजनामा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित धूप बनाउने सिप विकास तालिम सम्पन्न भएको छ। तालिम सिप सिकौं, आत्मनिर्भर महिला बनौं, हिंसा अन्त्य गरौं, समृद्ध समाज बनाऊं भन्ने नारा सहित सञ्चालन गरिएको हो। तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि सैना महिना नगरपालिकाकी उपमेयर बिना राणाले इन्नर व्हील क्लबले सैना महिनामा प्रभावकारी सामाजिक कार्य गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले तालिम लिएपछि त्यसलाई व्यवहारमा उतार्न आग्रह गर्दै आत्मनिर्भर महिलाहरू हिंसामा नपर्ने बताउनुभयो। कमाउने र नकमाउने महिलाहरूबीच समाजले हेर्ने दृष्टिकोण फरक हुने यथार्थ औलाउँदै यस्ता तालिमले महिलाको जीवन परिवर्तन गर्न प्रभावकारी हुने उपमेयर राणाको भनाइ थियो। नढाँटेर भन्न पर्दा केही न केही टोलको कार्यक्रम होस्, विभिन्न सङ्घ संस्थाहरूको कार्यक्रम होस्, सङ्घ संस्थाहरूले पनि त थुप्रै कार्यक्रमहरू गरिरहेको छ, ओडाले गरिरहेको छ, नगरपालिकाले कार्यक्रमहरू गरे। त्यो कार्यक्रममा हामी सहभागी भएका छौँ र हामीले केही न केही सिपहरू सिकेका छौँ। त्यही सिपलाई हामीले निरन्तर किन नदिने? हामीले निरन्तरता चाहिँ देखेनौँ। कहाँ सिप सिक्ने? अझ सिप सिक्ने बेलामा त अझै सबै सिप मैले मात्रै सिक्न पाउँथ्यो भन्ने खालको सोच पनि हामीमा छ। त्यो वास्तवमा होइन। मैले एउटा सिप सिकेछु भने म जान्न, अर्को दिदी बहिनीलाई पठाऊँ न त भन्ने खालको सोच पनि हामीले लिन जरुरी छ भन्न चाहन्छु। र यो बाटेको धुप अहिले धेरै प्रचलनमा आएको अवस्था छ। त्यसैले हामीले हाम्रो वडा स्तरबाट वडा नम्बर 8ले पनि यो बाटेको धुप टोलबाट बोलाएर पनि कार्यक्रम गरिसक्नु भएको छ। धुप बनाउन एकदम सजिलो छ। अब हेरेर भए पनि हामीले त्यो यो धुप बनाउन सक्छौँ भन्न चाहन्छु र सिकेर हामी व्यवसाय बन्नको लागि पनि यहाँलाई अनुरोध गर्न चाहन्छु। सैना महिना वडा नम्बर 8 का वडाध्यक्ष बुद्धिराम चौधरीले इन्नर व्हील क्लबले महिलाहरूलाई अगाडि बढाउन विभिन्न सिपमूलक तालिम प्रदान गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो। क्लबले वृद्ध, अपाङ्ग, विद्यार्थी लगायत विभिन्न क्षेत्रका लागि निरन्तर काम गर्दै आएको बताउँदै आगामी दिनमा अझ प्रगतिको कामना समेत व्यक्त गर्नुभयो। महिलाहरूलाई कसरी सशक्तिकरण गर्ने, महिलाहरूलाई कसरी सिप गराउने, महिलाहरूलाई कसरी नेतृत्व विकास गर्ने, महिलाहरूलाई कसरी अगाडि बढाउने र एउटा नेतृत्व विकास गरेर समाजमा दक्ष जनशक्ति उत्पादन गर्ने जुन एउटा सोचको साथ अगाडि बढिरहेको छ। सर्वप्रथम म यो इन्नर व्हील क्लब अफ सैना महिनालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूले यस्ता काम थुप्रै गरिराख्नु भएको छ। मलाई लाग्छ महिनापछि प्रत्येक महिनामा नै एउटा कार्यक्रम गरिराख्नु भएको थियो। अस्ति भर्खरै वडा नम्बर 8 नै यो ज्येष्ठ नागरिकहरूलाई उहाँहरूले निःशुल्क स्वास्थ्य उपचार गराउनु भएको थियो। यस्तै रोटरी क्लब अफ सैना महिनाका अध्यक्ष भोजराज पौडेलले घरायसी काममा व्यस्त महिलाहरूका लागि यस्ता तालिम आत्मनिर्भर बन्ने राम्रो अवसर भएको बताउनुभयो। रोटरी अन्तर्गतकै महिलाहरूको क्लब भएकाले आवश्यक परे जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। इन्नर व्हील क्लब अफ सैना महिनालाई रोटरीको तर्फबाट धेरै 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 धन्यवाद व्यक्त गर्न चाहन्छु र उहाँहरूले गर्न थालेको कार्यमा रोटरी क्लब अफ सैना महिनाको सहयोग आवश्यक रह्यो भने जुनसुकै सहयोग पनि यहाँहरूलाई प्रदान गर्न तयार छु। र अब हामीले पनि केही सिक्छौँ, हामी जान्छौँ भनेर यसरी आउनुभएका सम्पूर्ण जिङ्गासु मैले केही गरौँ भन्ने आशासहित यहाँ पाल्नुभएका यो हाम्रो चाहिँ अगरबत्ती बनाउने कार्यक्रममा सरिक हुने सिकारू अनि आजका तालिम लिन आउनुभएका र सिक्न आउनुभएका सम्पूर्ण मेरा आदरणीय अभिभावकदेखि लिएर दिदी बहिनी र दाजुभाइहरूप्रति मैले त्यही किसिमको सम्मान, श्रद्धा र अभिवादन टक्राउन चाहन्छु। क्लबकी चार्टर प्रेसिडेन्ट दीपिका शर्माले तालिम मार्फत महिलाहरूलाई उद्यमी बनाउने उद्देश्य रहेको बताउँदै आवश्यक परे थप तालिम समेत सञ्चालन गरिने जानकारी दिनुभयो। साथै वडासँग समन्वय गरी तालिमको माग गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाइने उहाँको भनाइ थियो। सिप सिकिसकेपछि हामीले पक्कै पनि धेरै त हामीले गर्न नसकौँला। हाम्रो उद्देश्य भनेको महिलाहरूलाई उद्यमी बनाउन सकौँ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको छ।
र यदि हामी उद्यमी बन्न सकिएन भने पनि कमसेकम हामी घर आँगनमा हाम्रा दिदीबहिनीहरूलाई हामीलाई दैनिक चाहिने साँझ बिहान दैनिक चाहिने हाम्रा यो धुप हामीले बजारमा हामीले किनेर बाल्ने गरेका छौँ। पक्कै पनि हामीलाई त्यो किनेर बाल्न परेन भने पनि हाम्रो त्यो खर्च कटौती हुने। कार्यक्रममा बोल्दै सुनिता केसीले सिपलाई फ्रीमा बाँड्न नहुने बताउँदै सिप अत्यन्तै महत्त्वपूर्ण हुने कुरामा जोड दिनुभयो। सिपको सही उपयोग र मूल्य बुझ्न सके मात्रै आत्मनिर्भरता सम्भव हुने उहाँको भनाइ थियो। सिप चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। आफूले सिकेको सिप सकेसम्म अरूलाई पनि सिकाउने र त्यो सिपबाट आफूले आर्जन गर्न सक्ने होइन, आर्थिक रूपमा एकदमै आफू चाहिँ सबल हुन जरुरी छ महिलाहरू। यस्तै सीता खनालले तालिममा सहभागी सम्पूर्ण दिदीबहिनीहरू तथा उपस्थित अतिथिहरूलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गर्नुभयो। तालिममा सहभागीको तर्फबाट सीता उपाध्यायले तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न ठूलो सहयोग पुग्ने बताउँदै आगामी दिनमा अन्य सिपमूलक तालिम सञ्चालन गर्न क्लबसँग आग्रह गर्नुभयो। कार्यक्रमको अध्यक्षता गर्दै इन्नर व्हील क्लब अफ सैनामैनाकी अध्यक्ष दुर्गामाया श्रेष्ठले तालिममा सहभागी सबैलाई धन्यवाद दिँदै सिकेको सिपलाई व्यवहारमा लागू गर्न जोड दिनुभयो। उद्यमी बन्न नसके पनि घरयासी प्रयोगका लागि आफै धूप बनाउन सकिने बताउँदै आगामी दिनमा महिलाहरूका लागि थप तालिमहरू सञ्चालन गरिने उहाँको भनाइ छ। यो क्लबले चाहिँ तपाईहरूलाई धेरै ठुलो सहयोग गर्न नसके पनि तपाईहरूसँग हातेमालो गर्ने र साना साना दुःखमा चाहिँ मलम लाउने काम गरेको छ र पक्कै पनि त्यसैको हाम्रो चाहिँ त्यही उद्देश्यले हामीले आज सिप सिकौँ, आत्मनिर्भर बनाऊ र महिलालाई हिंसा अन्त्य गरौँ र एउटा समृद्ध समाज बनाउनको लागि महिलाको ठुलो भूमिका रहेको हुन्छ। हामी जे जति गर्छौँ मेहनती हामी निकै छौँ। सबभन्दा हामी इमान्दारी भनेको महिला नै हो। महिलाले चाह्यो भने जे पनि गर्न सक्छ र आज हामीले यो समाज स्थापना गर्न पनि महिलाको ठुलो भूमिका रहेको हुन्छ। पक्कै पनि हामी अझ यसलाई चाहिँ आयमा परिवर्तन गर्न सक्यौँ भने हाम्रो समाज समृद्ध पक्कै बन्छ भन्ने मलाई लागेर आज हामीले तपाईँहरूलाई नमुना महिला सामुदायिक संस्था र 1 देखि 11 वडाका दिदीबहिनीलाई प्रतिनिधित्व हुने गरी हामीले आज बाटेको धूपहरू तपाईँहरूलाई तालिम दिन गइरहेका छौँ। कार्यक्रम सैनामैना 8 स्थित व्हाइट हाउसमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन क्लबकी सचिव अजिता पाण्डेले गर्नुभएको थियो भने तालिम प्रशिक्षकका रूपमा सङ्गीता ढकाल रहनु भएको थियो।